यो हो हाम्रो रेस्टुरेन्ट। यहाँ हामीले बर्गर खान पाइन्छ, पिज्जा खान पाइन्छ, अनि त्यसपछि जुसहरू पाइन्छ खानलाई। कुन कुन जुस खाने हो यहाँ हेर्नु होला। और यो हो मेरो साथी। हेलो भाई कैसे भाई? बस बढ़िया है भाई। दुकान कैसे चल रहा है भाई? बढ़िया चल रहा है दुकान? हाँ पूरा है ना अपने पास? हाँ ओके 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 भाई। ये है हमारा लिस्ट। यो हो हाम्रो डिस के खानुहुन्छ यसमा हामीले मेनु हेरेर हामीले खान सकिन्छ है। हाँ भाइ हाँ भाइ ayo Ana asik muallim ha. Oke, so tahat suya. Ada bonus step है, bonus step. नंबर 1 ada tisarian. ओके ओके दोस्त लेके जाऊँ मैं? आप लेके आएगा मैं लेके जाऊँ? मुअल्लिम सुरी ल हाम्रो यो किचनको वो सिस्टम हो हैन। यहाँले साथीले देखाउने भनेको छ। यहाँ यो हो हाम्रो सुरमा बनाइन्छ। यसमा मिठो हुन्छ, राम्रो हुन्छ, टेस्टी हुन्छ हैन? बहुत अच्छा होता है ना? अच्छा है बहुत। अनि यो हाम्रो रेस्टोरेंट KFC ओके। ada bonus अरे शर्मा ताती है ada मिया bonus। हाँ बोलो ब्रुस्टेड है? यो हो हाम्रो ब्रुस्टेडको चिकन पिसहरू नम्बर 1 पिसहरू। ओके कुकिङ नम्बर 1। अनि यहाँ हाम्रो सबै मेरो चिज पाइन्छ, लेग पिसहरू पाइन्छ, सबै चिज पाइन्छ। ठीक है भाई, ओके भाई। हाँ बाद में मिलेंगे भाई। बाय। हाँ भाई हाँ।
चिकन चटनी फिंगर चिप्स छ छ रोटी र फिंगर चिप्स चिकन खान्छ लास्ट टाइम हुन्छ त्यो त्यसलाई हो ब्रुसेट भन्ने जम पक्का खानुपर्छ होइन कति मिठो मिठो खाना जो धेरै बनाएको साथीहरू म खाएर यो हाम्रो साथीहरू रेस्टुरेन्टको साथीहरू उहाँहरूले चाहिँ राम्रो राम्रो केप्सी अनि बर्गरहरू राम्रो मिठो मिठो बनाएर दिन्छ आएर खानु होला एकदम मिठो टेस्टी हुन्छ र आप लोग सब किधर का है बांग्लादेश ओके 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 स्ट्रॉबेरी जूस नंबर 1 जूस शर्मा बर्गर नगेट फुल लूफी। आपका नाम क्या है भाई? मेरा नाम शफीउल मुजनबीन। आपका भाई? अफजल हुसैन। और भाई आपका? ज़मीरुल इस्लाम। आपका भाई? जुबैर। ओके भाई ओके नेक्स्ट ब्लॉग में मिलेंगे भाई ओके भाई ओके चलो बाय ओके ल साथीहरू म अब कोठादेखि निस्केको जानलाई चिज खाँदैछु अनि कोठातिर लाग्नेछु साथीहरू है यो हाम्रो कोठा नजिकको भनौँ न कोठा नजिकको एरियाहरू हामी चाहिँ यहाँ आएर खाजा नास्ता खाइन्छ रमाइलो गरिन्छ बसिन्छ होइन यही हो साथीहरू है ल अब कोठातिर जानु पऱ्यो यो पछाडिको हो साथीहरू हाम्रो बिल्ला यो पनि हाम्रो बिल्ला हो हामी बस्ने बिल्ला भनेपछि बिल्डिङ यहाँ बस्छ यो दुईतिर हाम्रै कम्पनीको बिल्ला हो अब खै चेन्ज हुने भन्दै थिएँ कति चेन्ज थाहा छैन चेन्ज भयो भने नयाँ बिल्ला पनि हजुरलाई सबैलाई देखाउने छु है यो हो हाम्रो बिल्ला कम्पनीको नेक्स्ट टाइम राम्रोसित देखाउनु पर्ला अहिले चाहिँ तिनीहरूलाई यो हो बिल्ला यो एउटा होइन
यो कम्पनीको दिएको बस्ने घर कोठा हो। अनि माझमा चाहिँ हामी भलिबल खेल्छ र कुनै दिन म त्यो भलिबल गेम पनि हजुर सबैलाई देखाउने छु है साथीहरु। ल तल बिल्डिङमा जानु पर्यो। अघि आएको सबै हजम हुने भयो र हजम पनि हुनुपर्छ किन बङ्गालीहरूको लुङ्गीहरू भेस्टहरू है के छ त्यहाँमाथि हेर्नु होला हामी। यो हो लिफ्ट हो तर लिफ्ट चल्दैन, काम छैन। चल्न त चल्थ्यो पहिला तर मान्छेहरूको आइजाइ धेरै भएर गरुङ सामान धेरै हाल्ने गरेर